साथीहरू, कुल बजेट 21 खर्ब 24 अरब 34 करोड रुपियाँको यत्रो ठुलो बजेटको घोषणा भएको छ। तर हाम्रो सिधा प्रश्न छ, यो 21 खर्ब मध्ये देशको अन्न भण्डार हाम्रो आफ्नो मधेसले यसपालि के पायो त? काठमाडौँले मधेसको माटो र किसानको पसिनाको मूल्य बुझ्यो त? आउनुहोस्, आज मधेसका लागि बजेटका 8 ठुला घोषणा र करोडौँको बजेट हामी छर्लङ्ग पार्नेछौँ, जसले हाम्रो मधेसको भाग्य बदल्न सहयोग गर्नेछ। नम्बर 1, हाम्रो पहिचान माता जानकीको भूमि जनकपुर धाम अब केवल धार्मिक स्थल रहने छैन, यसलाई अब विश्वभरिकै लागि वेडिङ डेस्टिनेसन बनाइनेछ। संसारभरिका मानिसहरू जनकपुर आएर बिहा गरून् भनी विशेष सांस्कृतिक प्याकेज र बजेट ल्याइएको छ। नम्बर 2, जयनगर जनकपुर रेल अब मधेसको भाग्य रेखा बन्नेछ। बर्दिवासदेखि निजगढसम्म रेलवेको थप विस्तार र ऐतिहासिक धनुषाधाम क्षेत्रको विकासको लागि पनि विशेष बजेट छुट्याइएको छ। नम्बर 3, यो कुरा सुन्दा तपाईको छाती गर्वले फुल्नेछ। कृषकको शान र मधेसको मखान नारासहित हाम्रो पोखरीको मखानलाई ब्रान्डिङ गरेर अमेरिका र युरोपको बजारमा निर्यात गरिनेछ। नम्बर 4, मधेसका किसान दाजुभाइहरूको लागि रासायनिक मल किन्न एकैपटक 32 अर्ब 46 करोड रुपियाँ बजेट राखिएको छ। अब हाम्रो किसानले मलका लागि लाठी खानु पर्दैन। नम्बर 5, मधेसको खेतलाई सुक्खा हुन नदिन सुनकोशी मरिन डाइभर्सन र तराई भूमिगत सिँचाइको लागि 1 अर्ब 83 करोड रुपियाँ छुट्याइएको छ। यसले थप 3980 हेक्टर जमिनमा 12 महिना पानी पुर्याउनेछ। नम्बर 6, मेड इन मधेस समृद्ध मधेस अभियान। मधेसका युवाहरू अब खाडी जानु पर्दैन। मधेसमै उद्योग खोल्न र हाम्रो स्थानीय फ्याक्ट्रीहरू चलाउन विशेष करको छुटको व्यवस्था गरिएको छ। नम्बर 7, मधेसको लाइफलाइन हुलाकी राजमार्गका लागि र प्रदेश सरकारको विकासको लागि वित्तीय समानीकरण तर्फ 61 अर्ब 50 करोड, सशर्त तर्फ 49 अर्ब 72 करोडको ठुलो हिस्सा मधेस प्रदेशले पाउनेछ। नम्बर 8, 10 लाख वार्षिक आम्दानीमा अब 1 रुपियाँ पनि कर तिर्नु पर्दैन। यसले मधेसका हरेक मध्यमवर्गीय परिवारको खल्तीमा पैसा जोगाउनेछ। कागजमा त रङ के कुरा सुनियौँ, धेरै कुरा छन्, तर हामी मधेसीलाई राम्रोसँग थाहा छ। मधेसको सबैभन्दा ठुलो रोग भनेको बजेट फ्रिज हुनु हो। के यो बजेट साँच्चीकै गाउँ-गाउँमा शहरमा कार्यान्वयन होला त? यो बजेट कस्तो लाग्यो? यी 8वटा घोषणा मध्ये कुन कुरा सबैभन्दा राम्रो लाग्यो? कमेन्टमा आफ्नो विचार पक्कै राख्नुहोला। भिडियो राम्रो लागे लाइक र च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नुहोला। जय देश, जय मधेस। धन्यवाद।